गाइस म तपाईँको साथी भेटेको छु है मक्का गरेर है साथी हेर्नु भयो यो म हेलो एन्ड वाट्सअप गाइस दिस इज माई न्यू डे न्यू ब्लग आज म आएको छु फेरि एउटा नयाँ मिठो छोटो ब्लग लिएर होइन आज चाहिँ म कहाँ जानला के जानला भन्दा चाहिँ म स्मारक जान लागेको यतिकै डुल्न लागेको होइन केही काम नपाएर के गर्ने भन्दाखेरि भ्लग बनाएर हाल्ने भनेर त्यही भएर चाहिँ अब यहाँबाट चाहिँ म स्मारक जान लागेको यहाँनिरबाट अब ड्रेस चेन्ज जान्छु लुगा टक्क चेन्ज गरेर यहाँबाट चाहिँ म स्मारक जान्छु त्यसपछि त्यहाँ गएर चाहिँ कहाँ के गर्छु कसो गर्छु त्यो सबै चाहिँ म तपाईँलाई देखाउँदै जानेछु अहिलेको लागि चाहिँ फाइनली स्मारक आयो गाइस हेर्न सक्नुहुन्छ स्मारक चाहिँ स्मारक आइपुग्यो ठ्याक्कै हामी चाहिँ अब घुम्ने यताउति त्यही त भन्ने होइन अरू के छ अरे यता गाई चाहिँ यत्तिको भएपछि मान्छेले फोर्किन नफालोस् है सिलिन्डरलाई काटेर पुरा डस्टबिनमा आइदिएको छ यार नेपाल हो नि नेपाल नेपाल है भाइ इधर कुछ भी हो सकता है पहाड म पहाडतिर आइसकेँ है गाइस म अहिले पहाडतिर आइसकेँ ल नि पहाडतिर आइसकेँ तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ अरे केही त्यस्तो छैन अहिले एकछिन देख्छ होइन तपाईँहरूले म देख्न सक्नुहुन्छ हेलो उतै सिसामा देखिरहेको थियो तर तपाईँहरूले मलाई देख्नु होला होइन यहाँ चाहिँ हिमालहरूको नाम लेखेको रहेछ होइन गौरी शङ्कर हिमाल यो मोडल बाई बिएस राणा अरे होइन यहाँ सानो सानो घरहरू रहेछ यो चाहिँ गौरी शङ्कर हिमाल चाहिँ छ होइन जुन चाहिँ अहिले हेटौँडामा छ गौरी शङ्कर हिमाल अनि त्यसै गरी हेर्न सक्नुहुन्छ हाम्रो हेटौँडा चाहिँ यता छ है गाइस फेरि कहाँ भनेर सोध्नु होला विच क्या त हामी ड्रागन फ्रुट यता चाहिँ देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले यता पनि यो डाँडा यो म यो चाहिँ हाम्रो होटल स्मारक न त्यहाँ सही ठाउँ छ अघि मलाई चाहिँ यहाँनिर वासरुम कहाँ छ भनेर सोद्धाखेरि गाई छ त्यो गाईभन्दा अगाडि भनेको थियो होइन गाई चाहिँ लास्टमा उयो रहेछ कि स्ट्याचु गाईको स्ट्याचु गयो रहेछ लास्टमा मलाई चाहिँ गाईको अगाडि भने म त साँच्चै गाई राखेको छ कि भन्ने ठाने कि तर लास्टमा त यो रहेछ है गाई दसैँ आएर चाहिँ चङ्गा उडाउने होइन मैले तपाईँहरूको लागि चाहिँ चङ्गा ल्याइदिएको छु है ल को लागि चाहिँ अर्डर गर्नु होला है यो चङ्गा चाहिँ तपाईँहरूले जित्न सक्नुहुन्छ कि लाइक र सब्सक्राइब गर्नुभयो भने चाहिँ तपाईँहरूले दसैँको लागि यो चङ्गा जित्न सक्नुहुन्छ है त्यसरी लाइक र सब्सक्राइब गरौँ है चङ्गा जित्नको लागि चाहिँ यही चङ्गा जित्नलाई लगायत झोलुङ्गे पुल है झोलुङ्गे पुल भर्खर यो चाहिँ टोकन काटेर फेरि आएको पैसा भने फेरि गाइड नेपालको सबैभन्दा ठुलो झोलुङ्गे पुल कहाँ छ थाहा छ हाम्रो स्मारक छ अहिले कति फेको चाहनु भन्ने चाहिँ नसोच्नु है फेरि मजाको हुने फेरि के दामी छ जङ्गलको बिचमा झोलुङ्गे पुल बनाएको छ यार वाह यति हो कि यहाँबाट यता गयो सिद्धियो फेरि यार पहिला मृगहरू हिँड्दा हुन्थ्यो नि अहिले मृग पनि छैन रहेछ कि औ झोलुङ्गे पुलमा हिँड्दैन खुट्टै दुख्ने हो फेरि फर्केँ अब यहाँ आएर मात्र हुन्छ फेरि फोटोहरू पनि त खिच्नु पऱ्यो नि त फोटो खिच्नु परेन झोलुङ्गे पुल सिधै फेरि फलामे पुल आयो अर्कै हेर्ने इधर भी जङ्गल यता सबै डढेर लाएर अनि सिधेको जस्तै देखिरहेको छ फेरि गाइस ल हेरौँ यता चाहिँ मृग हेर्नु है अब तपाईँहरूलाई म जनावरहरू देखाउँछु होइन कुन तपाईँहरूले देख्नु भयो होला कुन नदेख्नु भयो होला होइन म तपाईँहरूलाई देखाउँदै जान्छु है त बिस्तारै देखाउँदै जान्छु हेर्दै जानु होला मयूर हेर्नु गाइस मयूर नेपालको राष्ट्रिय चरा अरे कि यो चाहिँ होइन क्या सही छ यो भित्रको चाहिँ यार चिल देखो गाइस चिल देखो फ्याल्कन चिल इधर बैठा है गाइस सबैभन्दा डेन्जर जनावर देखाउँदैछु है सुतिरहेछ उठे कि सिद्धियो गाइस म तपाईँहरूको साथी भेटेको छु है
साथी हो नि त तपाईँहरूको कति राम्रो साथी तपाईँहरूको मक्ख पऱ्यो होला है आफ्नो साथी हेर्नु पायो भने ल हेर्नु ल गाई चाहिँ अहिलेको नाम चाहिँ थाहा भएन मयूर त खासमा यो चाहिँ रहेछ कि आनन्द बसिरहेछ मयूर त लास्टमा यो पो रहेछ गाइज म त बल्ल पो तपाईँहरूको मेन साथी भेटी त यार तपाईँहरूको एकदम परम मित्र यहीँ कसको परम मित्र एकचोटि भनौँ है यस्तो राम्रो परम मित्र कसैले देखाएको छैन होला नि ओए ओए बेलुका मलाई सब्सक्राइब गरेर मेरो च्यानल सब्सक्राइब हान्थेँ एउटा दामी जनावर देखाउँछु है गई क्रोकोडाइल है सही पाराले हेरेर बसिरहेको छ हल्का मात्रै टाउको निकालेर पुरा हेर्नु गाइड्स फाइनली म चाहिँ स्मारकबाट फेरि आएर अब यहाँनिर चाहिँ बजारमा यसो खाजा खान बसिरहेको छु अब यहाँबाट खाजा खाएर चाहिँ म घर जान्छु तर आजको लागि चाहिँ मेरो भ्लग यति नै अब भोलि कहाँ जान्छु फेरि भोलि कन्टिन्यू गर्छु आजको लागि चाहिँ भ्लग यति नै तपाईँ गाइड्स लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनु बाइ गाइड्स